हेलो हेलो गुड आफ्टरनुन नमस्कार। आज म फेरि पनि उपस्थित भएको छु हजुरहरूको साथी सुशीला कार्की। सो सबैजना मेरो युट्युब परिवारहरूमा चाहिँ म एउटा खुसी व्यक्त गर्न भनेर आएको छु होइन। म सानो सानो कुरामा खुसी हुने मान्छे हो होइन। अनि सबैजना चाहिँ हामी सानो सानो कुरामा पनि खुसी हुन चाहिँ सिक्नुपर्छ र हुन पनि पर्छ। अनि त्यसै गरी आज चाहिँ कस्तो हुन्छ भने त्यो एउटा म युट्युब फिल्डमा त्यस्तै मरिहाल्दै गरेर लागेको चाहिँ छैन नि त होइन। किनभने त्यसैलाई मात्रै मैले एउटा प्लेटफर्म बनाएर होइन त्यसलाई मात्रै फोकस गरेर म अघि चाहिँ बढेको छुइनँ। तर म आफ्नो कामलाई निरन्तरता दिँदै होइन। अनि आफ्नो म त एउटा अहिले हजुरहरूलाई थाहा पनि छ म एउटा वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा पनि छु। अनि मैले आफ्नो कामलाई मैले मुठीमा बनाएर आफ्नो काम मैले गरेर होइन चाहिँ एउटा युट्युबतिर पनि हल्का कहिलेकाहीँ यसो फोटो भिडियोहरू होइन छोटो छोटो भिडियोहरू पनि क्लिप्सहरू लगाइराखौँ एउटा मेमोरिजको लागि हुन्छ भन्ने हिसाबले मैले कहिलेकाहीँ बनाउने गर्छु। तर त्यस्तो इन्ट्रेस्टिङ खालको त्यो भ्युवर्सहरूलाई इम्प्रेस बनाउने खालको कन्टेन्ट चाहिँ मसँग छैन। त्यो कुरा मैले एक्सेप्ट पनि गर्नुपर्छ होइन साथीहरू। तर यद्यपि जे जस्तो छ म नर्मल तरिकाले होइन सर्ट भिडियोहरू त्यो जस्तो तरिकाको छ त्यो त्यही अनुसार मैले पोस्ट गरेर आउँछु नि त। तर त्यो हुँदाहुँदै पनि आज हामी 300+ भएका छौँ क्या। मेरो परिवार चाहिँ आज 300+ भएको छ क्या। 302 पुगेका छौँ। सो ओ माई गड म त रियल्ली म कति धेरै खुसी छु क्या साथीहरू। सो त्यही भएको भएर म चाहिँ एउटा खुसी व्यक्त गर्न आएको हजुरहरू सामु। र हजुरहरूको साथ सपोर्ट र माया चाहिँ सधैँभरि पाइराखौँ भन्ने चाहना छ होइन। मको साथ सपोर्ट र मायाको अपेक्षा पनि म सधैँ गरि नै रहनेछु र सकेको सहयोग मैले पनि गर्नेछु। अनि हामीले चाहिँ होइन इच अदर सपोर्ट गाइज होइन एकअर्कालाई सपोर्ट गर्दै चाहिँ हामी अगाडि बढ्नुपर्छ। अब हामी अब सानो सानो हो नि त हामी त अझै बच्ची छ नि त होइन। अनि त्यस्तो अब अहिले त मैले मेरो कामलाई निरन्तरता दिइरहनु परेको छ नि त। अब भोलिको दिनमा राम्रो इन्ट्रेस्टिङ खालको कन्टेन्ट पनि ल्याउन सक्छु कि होइन। त्यो मेरो एउटा चाहना पनि छ। त्यो ल्याउन पनि सक्छु होला एज त्यो अलिकति फ्री टाइम भयो भने होइन। अब अहिले त मसँग त्यस्तो टाइम छैन। तर जति टाइम छ त्यसको लागि म थोरै सर्ट बनाइराखेको हुन्छ क्या। धेरै कुरा बोल्न चाहिन्न किनभने धेरै बोल्नलाई अझै बाँकी छ। हजुरहरूको माया र सपोर्ट अझै पाउनु पर्नेछ होइन। त्यसको लागि म अझै पनि हजुरहरू सामु चाहिँ म यति धेरै अपेक्षा गर्छु कि होइन। त्यो मैले पनि दिन्छु किनभने मैले पनि साथीहरूलाई ब्याक दिनुपर्ने हुन्छ होइन। मैले पनि सपोर्ट गर्नुपर्ने हुन्छ लाइक कमेन्ट गर्नुपर्ने हुन्छ नि त। त्यसको लागि म छँदैछु अनि हजुरहरूको पनि मलाई आवश्यक छ। हामी एक अर्कामा चाहिँ हामी परिपूरक छौँ क्या होइन। हजुरहरूलाई पनि मेरो सपोर्ट चाहिन्छ मलाई पनि हजुरहरूको चाहिन्छ क्या। त्यही भएर हामी सबैजना मिलेर गयो भने एउटा यस्तो बन्डिङ भन्छ होइन। अनि हाम्रो कस्तो हुन्छ भने एउटा शक्ति हुन्छ क्या। त्यो जब हामी एउटा एक आपसमा हामी मिलेर जान्छौँ हामी यस्तो सबैजना मिलेर गयो भने चाहिँ एकदमै धेरै माथिसम्म जान सकिन्छ कि सबैजनालाई राम्रो हुन्छ। त्यो तरिकाले चाहिँ हामी जानुपर्छ होइन। त्यो भएको भएर हजुरहरूलाई म एउटा बिन्ती पनि गर्न चाहन्छु कि मलाई अझै धेरै सपोर्ट गरिदिनु होला। कस्तो हुन्छ भने अब मैले अहिले नै त्यो धेरै पैसा कमाएर होइन अनि त्यो युट्युबमै लागेर पैसा नै कमाउनु पर्छ भन्दा पनि आज हामी यति 300जना छौँ। मलाई त्यही नै ठुलो कुरा लागेको छ क्या। अब होला पछि अब राम्रै बनाउँदै गयो आफूले कन्टेन्टहरू राम्रो बनायो भने त्यहीँबाट राम्ररी इन्कम भयो भने त म त आफ्नै देशमा फर्केर पनि होइन राम्रो बनाउन सकियो भने त हामीले देशमा फर्केर पनि हामीले केही त गर्न सकिन्छ साथीहरू होइन। त्यो भएको भएर यहाँनिर यति धेरै दुःख गर्नु परेको छ नि त अहिले अरूको देशमा होइन गाली खाइ गर्नु परेको हुन्छ। घरि सानो सानो मिस्टेकमा पनि ठुलो हुन्छ गल्ती देखिन्छ होइन। त्यस्तो भइ गर्नु परेको छ। अब त्यो आफैले आफ्नो एउटा युट्युबलाई चाहिँ प्लेटफर्म बनाएर राम्ररी कन्टेन्ट दिन सकेर
गऱ्यो भने त्यहीँबाट जति यहाँ कमाउनु जति म त्यहाँ पनि कमाउन सक्छु नि त होइन। तर त्यसको लागि त तपाईँहरूले पनि सक्नुहुन्छ, मैले पनि सक्छु। त्यसको लागि हामी एकअर्कामा चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ। एकअर्कामा हामी एकदमै धेरै परिपूरक छौँ, त्यो भएको भएर सपोर्ट गर्दै जाउँ, एकअर्कालाई सपोर्ट गर्दै जाउँ, अघि बढ्दै जाउँ। हजुरहरूको साथ सपोर्ट र माया मैले यसै गरी पाइरहँ। म पनि सकेको माया सपोर्ट गर्नेछु हजुरहरूलाई। सधैँ चाहिँ मेरो माया छँदैछ होइन मबाट त। र हजुरहरू आज हामी यति भएका छौँ क्या, 300+ चाहिँ एउटा परिवार बनेका छौँ। त्यसका लागि म हजुरहरू सबैजना जति पनि जोडिनु भएको छ मेरो परिवार, हाम्रो एउटा युट्युब परिवार बनेको छ, यसको लागि म हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यसरी नै साथ सपोर्ट र माया गरिरहनु होला। म हजुरहरूको माया साथ सपोर्टको सधैँभरि अपेक्षा गरिरहने। जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, एकदमै धेरै आराम कुशल मङ्गल रहनुहोला, राम्रो रहनुहोला है त।